आम्मामामामामामा आलुबारी त घाँसले कम त घाँस उम्रेको रहेछ त आपो घाँस उम्रेर ल हेर यो के हिरेको यता अम्मो यस्तो के हिँडेको यस्तो ल ओ घाँस उम्रेर मामा एक हप्ता नआएको ल त आम्मामामामा अलिकति सागको बिउ राखेको थियो उम्रँदा उम्रेछ ए चाहिँ नि सागको बिउ राखेको के पु पानीले ल केही नदेख्ने पो भएछ त घाँसले आम्मामामामामा यस्तो छोपेछ एक हप्तामा यस्तो उम्रिँदो रहेछ आम्मामामामा ल छक्कै पर्दो घाँस उम्रेको म भन्दा अल्को ल म यस्तो घाँस उम्रेको आमा कम त हो सलङ होइ आलु त भएरै निस्केछ त हो आलु त भएरै निस्केछ त ल आलु कस्तो छ आलु ल हेर्नु आलु आमामा ए माथि त सुक्खा माथि त बिजेको माटो त सुक्खै रहेछ त ल यत्तिकै राख्ने हो अब एक बोट हेरेको आलु त टनाक्कै भएरै निस्किएछ यसमा चाहिँ छ कि छैन हो आलु त छ आलु त छ नि ले आलु चाहिँ छोपेर राख्नुपर्छ दुई बोटमा हेरेको आलु त मजा रहेछ यो चाहिँ हेरौँ आलु खै आलु खै हो आलु खै छ आलु त रहेछ एक हप्तामा यत्तिको घाँस उम्रिने याला यस्तो पो त तालामाला त पो ल घाँसले त खुट्टा टेक्ने ठाउँै छैन ल अब फेरि ताला लाउनु पर्यो नि यता यो बुसुनाले ल ओ यस्तो घाँस उम्रेको
आम्मा यस्तो पछि त घाँस त है। च्याट्टै लगाएर जङ्गलको बाटो यस्तो भयो, घाँसभित्र आछु। लाओ यति नै गर्ने हो।